नमस्कार, युट्युब च्यानल हेरेर बसिराख्नुहुने समस्त दर्शक महानुभावहरूलाई म ज्योतिष गुरु आचार्य महेश पौडेलको तर्फबाट नमस्कार छ र स्वागत पनि छ। दर्शक महानुभावहरू, निरन्तर रूपमा यहाँहरूले यस च्यानलभित्र रहेर धेरै कुराहरूको जानकारी प्राप्ति गरिराख्नु भएको छ। हाम्रो जीवनमा दैनिक उपयोग हुने कुराहरू चाहिँ बडा महत्त्वपूर्ण छन्। सानसाना कुराहरूले कहीँबार आफ्नो जीवनमा धेरै ठुलो नोक्सान पनि पुर्याउन सक्छ। त्यही भएको हुनाले धेरै कुराहरूलाई ख्याल गरेर हिँड्नुपर्ने हुन्छ। मानव जीवन हो, धेरै कुराहरूको चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। जीवनमा आउने सुख र दुःख आफूले स्वयं आर्जित गरेका कर्मबाट पनि हुने गर्दछन्। तसर्थ विशेष कुरा आज यहाँहरूको समक्षमा चर्चा रहनेछ। हामीले कुन बार कुन दिन नङ काट्नाले, कपाल काट्नाले, दाढी काट्नाले राम्रो हुन्छ, कुन बार कुन दिन नङ, कपाल र दाढी आदिको लागि अथवा सेलुन जाँदाखेरि चाहिँ विशेष ध्यान दिनुपर्ने हुन्छ। कुन बार शुभ, कुन बार अशुभ, यी सबै कुराहरूको बारेमा चर्चा यहाँहरूको समक्षमा रहने गर्दछ। आउनुहोस्, विलम्ब नगरिकन हामी चर्चालाई अगाडि बढाउँ। त्योभन्दा पूर्व यहाँहरूले यदि यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब अवश्य गरिदिनु होला। त दर्शक महानुभावहरू, हामी निरन्तर रूपमा यहाँहरूको समक्षमा छौँ। विशेष गरेर मानव जीवनमा कहीँबार हाम्रा शरीरमा रहेका कपालहरू, दाढीहरू, नङहरू बढ्ने गर्दछन्, हैन? र त्यसलाई सुन्दर पार्नको लागि त कहीँबार हामी पाल्छौँ पनि, सुन्दर देखाउनको लागि कहीँबार हामीले काट्ने पनि गर्दछौँ। तर विशेष शास्त्र अनुसार र ज्योतिषीय माध्यम ग्रह गोचर अनुसार पनि कुन बार हाम्रो लागि हित हुन्छ, कुन बार हित हुँदैन र कस्तो कुराहरूलाई विशेष हामीले नियमबद्ध तरिकाले अगाडि बढ्नुपर्ने हुन्छ, तद विषयलाई जानकारी यहाँहरूको समक्षमा दिँदछु। पहिलो कुरा त ज्योतिषीय शास्त्र अनुसार बताइएको छ कि आफ्नो जन्मबारमा, जन्मदिनमा कपाल काट्नु हुँदैन, नङ काट्नु हुँदैन र छोर कर्म गर्नु हुँदैन जन्मबारको दिन, र दाढी काट्नु पनि भएन, सेलुन जानु यसै पनि भएन। यी कुरालाई विशेष ध्यान दिनु होला। जन्मबार त हरेक हुन सक्छ, सोमबार, मङ्गलबार, बुधबार, बृहस्पतिबार, शुक्र, शनिबार, आइतबार, हैन? 7 बारमा हरेकको जन्म हुन्छ। त कुन बार तपाईँको पर्दछ त्यो त बारलाई विशेष तपाईँले फलो गर्नुपर्ने हुन्छ। त्यो बार तपाईँको लागि महत्त्वपूर्ण हुन्छ। भनिन्छ कि जन्मबारको दिन यदि दाढी काटिन्छ, नङ काटिन्छ अथवा कपाल काटिन्छ भने आयुलाई क्षति पुर्याउँदछ है, र साथसाथै कहीँ दुर्घटना, चोट आदि लाग्न सक्छन्। ग्रह भनेका चाहिँ शनि, राहु, केतुहरू चाहिँ त्यो समयमा हावी हुने गर्दछन् त्यो व्यक्तिसँग, जसले आफ्नो शरीरकै कालो भनौँ कपालहरू आदि काट्दाखेरि चाहिँ प्रभाव पर्दछ। काट्नुको अर्थ हुन्छ मङ्गलसित जुड्नु, काट्नुको अर्थ हुन्छ मङ्गल ग्रहसित जुडेको हुनाले चाहिँ शनि र मङ्गलको परस्पर सम्मेलन नभएका कारणले गर्दाखेरि चाहिँ यस्तो स्थितिमा काट्नु कुनै पनि कुराको लागि चाहिँ शुभदायक मानिँदैन। त्यही भएको हुनाले चाहिँ यो विषयलाई हेर्दाखेरि चाहिँ त्यो हाम्रो लागि चाहिँ समय अथवा दिन, जन्मबार चाहिँ महत्त्वपूर्ण हुन्छ। अर्को कुरा रहेको छ, यदि मङ्गलबार र शनिबार, यदि मङ्गलबार र शनिबारको दिन पनि दाढी काट्नु हुँदैन, कपाल काट्नु हुँदैन, नङ काट्नु हुँदैन। यो कुरालाई विशेष ध्यान दिनु होला। सेलुनहरू जाँदै हुनुहुन्छ भने, जाने गर्नुभएको छ भने मङ्गलबार र शनिबारको दिन चाहिँ दाढी कपाल नकाट्नु होला। किन भन्दा यसले आकस्मिक दुर्घटना आदि कुराहरूलाई निम्ताउँछ र साथसाथै आयुलाई क्षति पार्दछ र शारीरिक स्वस्थतामा लिएर चाहिँ यसले प्रतिकूल असर पार्दछ, नराम्रो असर पार्दछ। त्यही भएको हुनाले यो कुरालाई विशेष ध्यान दिनु होला। र अर्को महत्त्वपूर्ण कुरा छ, कुन बार हामीले विशेष गरेर दाढी कपाल आदि गर्नलाई उत्तम हुन्छ, काट्नुलाई उत्तम हुन्छ भन्दाखेरि शास्त्रीय मान्यता अनुसार शुभ बारको प्रयोग गर्नु होला। जन्मबार छोडेर शुभ बारको प्रयोग गर्ने। शुभ बार भनेको कुन बार भन्दाखेरि चाहिँ बुधबार, बृहस्पतिबार र शुक्रबार, यी 3 बारलाई अधिक धेरै महत्त्व दिएको छ। जन्मबार पर्छ भने चाहिँ त्यो बार काट्नु भएन। यदि जन्मबार पर्दैन भने बुधबार, बिहिबार र शुक्रबार नै तपाईँले यसलाई काट्नु होला। किन भन्दा बुध ग्रह सौम्य ग्रह हो, शुभ ग्रह हो, सुन्दर आकर्षण ग्रह हो। यो दिन चाहिँ आफू आकर्षण बनियो या सुन्दर नङसङ काटेर दाढी काटेर चिटिक्क बन्यो भने यो ग्रह एक्टिभ हुन्छ र लाभ प्रदान गर्दछ। बृहस्पतिबारको दिन पनि शुद्ध र सात्विक रहनु र शरीरलाई चाहिँ सुन्दर बनाउनु राम्रो बताइएको छ। शुक्रबारको दिन त विशेष शुक्र ग्रह त सुन्दरताको त ग्रह नै हो यो शुक्र ग्रह,
यसले पनि जीवनमा यदि शुक्रबारको दिन चाहिँ नङ दाढी कपाल काटिन्छ भने यसले यश कीर्ति र आयुलाई बढाउँछ। बुधबार पनि बढ्दछ, आयु कीर्ति यश बढ्दछ। र बिहिबारको दिन पनि दाढी नङ कपाल काट्यो भने आयु यश कीर्ति र वैभव बढ्ने गर्दछ। त्यही तिनै बारमा आयु यश कीर्ति वैभव बढ्ने भएको हुनाले यी बारमा काटियो भने अशुभता नाश हुँदछ। यो बार शुभ ग्रहको प्रभावका कारणले गर्दाखेरि अशुभता नाश हुने गर्दछन्। शनिबार र मङ्गलबार चाहिँ निषेध गरिएको छ। यो कुराहरूलाई विशेष यहाँहरूले ख्याल गर्नुहोला। जीवनमा सकारात्मक परिणाम प्राप्ति गर्नु छ भने सानसानो कुरालाई पनि फलो गर्दै जानुपर्ने हुन्छ। सानसानो कुरा नै हाम्रो जीवनमा सकारात्मक रिजल्टलाई दर्शाउने गर्दछ। त यहाँहरूले पनि आफ्नो बाल बालिकाहरूलाई संस्कार यही नै दिने गर्नुहोस्। संस्कारबाट जीवन सुध्रिन्छ। संस्कार बसाल्ने गर्नुभयो भने बल्ल अगाडि गएपछि पनि उसले फलानु समयमा फलानु दिन त हामीलाई त आफ्नो बुवा आमाले निषेध गर्नुभएको छ, यसको पछाडिको कारण यो हो भन्ने कुराहरूलाई ज्ञात हुन्छ र अगाडिका कुराहरूलाई पनि फलो गर्दै जान्छन्। यदि शनिबार र मङ्गलबार काटिराख्नु भएको छ भने जीवनमा तनाव, सङ्घर्ष र व्यवधान र कहीँ बार आफ्नो जीवनमा आउने आकस्मिक नराम्रोपनहरू चाहिँ आउने गर्दछन्। यी ग्रहकृत प्रभाव भएका कारणले गर्दाखेरि त्यो बार विशेष त्यो ग्रहको एनर्जी पृथ्वीमा रहने गर्दछ। त्यही भएको हुनाले कुराहरूलाई विशेष यहाँहरूले ध्यान दिनु होला भन्दै हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने अवश्य सब्सक्राइब गरिदिनु होला। जय श्री राम।